यो भिडियोमा चाहिँ अडियो प्रब्लम छ, सो सबैजनाले कम्प्रोमाइज गरेर हेरिदिनु होला भन्न चाहन्छु। सो टिकटकमा आइडी पनि फलो गर्न सक्नुहुन्छ है त। सो हाम्रो गाउँको अपडेट पनि आएको छ, सो फुल भिडियो हेर्नु है त। गएर चाहिँ मैले धेरै कुराहरू फेस गर्नु पऱ्यो, त्योहरू कस्तो टाइपको हुँदो रहेछ भनेर मैले बल्ल फिल गरेको। अब आज आफ्नो मेन्टालिटी चाहिँ अलि राम्रो खालको बनाउँछु भन्दा पनि मान्छेहरूले चाहिँ नराम्रो सोच्दो रहेछ। सो हामी चाहिँ यो टावर चढ्न आएको हो कत्रो यहाँ चाहिँ भ्यू भएकोदेखिको रहेछ क्या। भिडियो कन्टेन्ट हेरेको र हो रिल्सको लागि के गर्नु पर्दैन र। सो हेलो नमस्ते, वेलकम ब्याक टु माई च्यानल। सो आई होप सबजना सन्चै राम्रो हुनुहुन्छ होला, म पनि ठिक छु गाइज। सो आज चाहिँ धेरै पछि भिडियो बनाइरहेको छु, किनभनेदेखि म चाहिँ बुटोल गएको थिएँ, तपाईँलाई सबैलाई थाहा छ होला। सो बुटोलबाट आएको चाहिँ 2 दिन भइसकेको छ। सो मैले चाहिँ भिडियो बनाउन पाएको थिएन। सो आज चाहिँ मैले भिडियो बनाउन टाइम पाएर चाहिँ म आज सर्ट राइड जानेवालामा छु, सोलो राइड है त। सो नजिक जान्छु म चाहिँ। सो आज चाहिँ भाँडेगाउँ जाने सोचिरहेको छु। के इन्सिडेन्ट भयो भनेर चाहिँ यो ब्लगमा भन्नेछु। बुटोलमा भिडियो नआउनुको कारणै धेरै छ। मैले चाहिँ आज पनि रिस्क लिनेवाला छु, किनभनेदेखि गोप्रोबाट चाहिँ के हुँदो रहेछ भन्दा बाइकमा आवाजै नआउने प्रब्लम भइरहेको छ मेरो चाहिँ। त्यही भएर हेरौँ लेट्स सी के हुन्छ। सो नत्र चाहिँ मैले भोइस ओभर पनि गर्नुपर्ने हुन्छ, किनकि भिडियो नआएको चाहिँ धेरै नै भइसक्यो। ठिक छ, जे हुन लेखेको छ त्यो भएरै छर्छ। सो भिडियो बनाउन निक्लिने भनेको ट्र्याक्टर आएछ कि ढुङ्गा फाल्नको लागि चाहिँ यहाँनिर फेरि 5-10 मिनट रोकिनु पर्ने हुन्छ। सो हाम्रो गाउँमा बाटो बनाउन लागि चाहिँ यहाँ देख्न सक्नुहुन्छ ढुङ्गाहरू थुपाइरहेको छ। सो आधी बाटोसम्म चाहिँ सोलिङ गरिसकेका छन् है त। देख्न सक्नुहुन्छ कस्तोमा बाटो आएको कि, कस्तो बाटो ट्र्याक्टर आएको बनाउन लाउनै पर्यो। गयो ल, यस्तो ठाडै छ। गयो यहाँनिर चाहिँ फस्छ क्या फेरि। सो म चाहिँ आशिक दाइको घरनिर आएको छु। सोलो राइड जाने भनेको पर्दिँदैन, म जाने भयो। अनि अङ्कल आउनु बाँकी छ। सो त्यही हो, ट्र्याक्टर आएकोदेखि नै हाल्नु भएको अरे। ठाडै छ, त्यही पनि आयो। ठिक छ। सो हाम्रो बाटो चाहिँ लास्टै गएको छैन। गाह्रो हो। बल्ल निक्ल्यो, बाटो चाहिँ लास्टै अप्ठ्यारो छ क्या। आउनुहुन्छ ल, पाकुरी आउनु। सो हामी चाहिँ पाकुरी आइसकेको छौँ। सो हाम्रो बाइक देख्न सक्नुहुन्छ बहुत दामी। कति बेला साउन्ड मन परेन अरे मेरो बाइकको। सो यो चाहिँ एक्सिडेन्ट भएको थियो बुटोलबाट आउँदाखेरि। यो कसरी के भन्दा चाहिँ मैले मोटो ब्लगमा भन्ने छु। सो भिडियो चाहिँ लास्टसम्म हेर्नु होला भन्न चाहन्छु। बुटोल गएर चाहिँ मैले धेरै कुराहरू फेस गर्नु पऱ्यो। के कुरा भन्दाखेरि चाहिँ मान्छेहरू कस्तो टाइपको हुँदो रहेछ भनेर मैले बल्ल फिल गरेको। अब आफ्नो मेन्टालिटी चाहिँ अलि राम्रो खालको बनाउँछु भन्दा पनि मान्छेहरूले चाहिँ नराम्रो सोच्दो रहेछ कि। कस्तो भन्दाखेरि चाहिँ अब यो बाइक पास गर्नु जाँदाखेरि चाहिँ जुन हेर्ने मान्छे हुन्छ बाइक हेर्नु पर्दो रहेछ, भित्रबाट देखाउनु पर्दो रहेछ। त्यहाँको मान्छेले चाहिँ विल कभर देखेको थिएन होइन, त्यो त हाम्रै लागि हो त, ठिक छ, केही भएन। उसले देखेको रहेछ कि, तर बाहिरी मान्छे आएर यो बाइकमा त विल कभर छ त भनेर लगाइदियो। अनि पठाइदियो भने बाइक त्यस्तो चाहिँ ठिक हुँदैन जस्तो लाग्छ कि होइन। सो उसलाई थाहा भएको भए एउटा कुरो हुन्थ्यो होला कि, उसलाई थाहा पनि छैन। अर्को थर्ड पर्सन आएर चाहिँ भनिदियो कि छड्के पार्नु न, छड्के पार्नु के, छड्के बनाउनु न। सो रिल्सहरू पनि बन्दैछ अगाडि। सो एउटा चाहिँ त्यस्तो प्रकारको मान्छे भेटेँ। अर्को भने कस्तो भन्दाखेरि चाहिँ मेरो चाहिँ बुटोलबाट आउने बेला एक्सिडेन्ट भयो त। कसरी एक्सिडेन्ट भयो भन्दाखेरि चाहिँ यता थियो, यताबाट सिधै कट मारेर यता आइदियो कि मेरो लेनमा। अनि ठोक्यो भनौँ न, मैले हानेको होइन, त्यसले हान्यो। अनि
गल्ती चाहिँ लाइक बोल्न सक्दैन अब गल्ती मेरै भयो मतलब इन्डिकेटर दिनुपर्ने त बुढोको जस्तो हाइवेमा त आफूले दायाँ बायाँ काट्ने बेला पनि इन्डिकेटर दिएर गरेको भए चाहिँ बेस्ट हुन्थ्यो होला जस्तो लाग्छ सो भिडियो अन नगरेर कति कमा दिएको नि सो हाम्रो चाहिँ प्लानहरू चेन्ज भयो सो हामी चाहिँ कहाँ जानु लाग्यो भन्दाखेरि चाहिँ हामी चाहिँ यहाँ माथितिर चाहिँ जानु पर्ने हुन्छ कहाँ भन्दाखेरि चाहिँ माथितिर एउटा ठाउँ छ अरे त्यहाँनिर चाहिँ हामी जाँदाखेरि सो म चाहिँ कहाँ जानु भनेर हिँडेको कहाँ हिँड्नु गयो आइ भनेर यो त टिकटकमा आउनुहुन्छ टिकटकमा फलो गर्नुभएको छैन भने प्लिज check it out my YouTube TikTok channel YouTube गर्नु जान्नरे YouTube कोही आउँछ के TikTok त आउँदैन हो के आउँछ सो YouTube मा भन्दा चाहिँ TikTok मा अलि धेरै भिडियो क्यामेरा क्वालिटी कस्तो आइरहेको छ क्यामेरा कता फर्केको छ एङ्गल होइन माइकको आवाज आएको छ कि आएको छैन मलाई केही थाहा छैन क्या हाउडा पारामा हिँडिरहेको छु किनभने अब हिजो अस्ति पनि माइकले धोका दियो यो त्यत्रो चाहिँ छिटो गरेको सो किन्नु एक्सन 4 क्यामेरा एक्सन 5 हुन्छ नि DJI-को त्यो नै बेस्ट लागेको मलाई चाहिँ अरूको रिभ्यू सुन्दा पनि ओहो भिडियो कन्टेन्ट हेर्ने केटा हो रिल्सको लागि के गर्नु पर्दैन र रिल्सको लागि धेरै कुरा गर्नुपर्छ केटा हो My hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something, finally turning something called a profit. If I hear you talking shit, don't get caught in it. I'll be popping off and hit your ass, dropping all your shit. Yeah, I promise this, I got promises, you ain't stopping this. Cross my shit, you'll be knocked unconscious, bitch. That's the consequence, I got this, I will not quit. Man, I'm on it, honest, I'm gon' launch quick, then I'm gone. It's just a matter of time before I'm over the climb and moving under my prime. Just quit my 9 to 5, I'm rocking and they watching, cause it's shocking. Dropping all these top 10 songs, so stopping. It's time to live my life, it's time to live, not die. Wish I could slow down time and just enjoy the climb. सफा गरेछन् न लास्ट सफा गरेछन् क दामी देखेछ यतातिर भ्यूहरू दामी पारामा सो यहाँ चाहिँ हामी पहिला पिकनिक खान आउँथ्यौँ सो अहिले चाहिँ केही नै छैन क्यारे चस्मा फ्लेक्स गरेर हेर न फेरि यतातिर चाहिँ भ्यूहरू खतरा आउँदो रहेछ सो यतातिर नि हिमालहरू होइन सो यहाँनिर चाहिँ हामी पिकनिक खान आउँथ्यौँ यता पनि स्पोर्ट्सहरू धेरै छ सो आउन सक्नुहुन्छ कसैले पिकनिक खान मन परेमा अघि सो यहाँदेखि चाहिँ भ्यू पनि बाल देखाइदो रहेछ बाइकहरूको हेर्न सक्नुहुन्छ दामी पारामा हो नाइस अब चाहिँ हामीले फोटो खिचिन्छ के भन्नु चस्मा लगाएर भिडियो खिच्ने फोटो खिच्ने बस भ्यू चाहिँ उतातिर झन् बवाल आउँदो रहेछ यार यतातिर एकै ठाउँ राख्नु न बाइक एकै ठाउँ राख्ने त्यहाँबाट फोटो खिच्ने कि त दामी आउँछ होला त्यति कता ऊ त्यहाँ ऊ यहाँ झन् बवाल देखेँ भ्यू सो हामी चाहिँ तलतिर जानु लागेको छौँ यहाँ भिडियो सिडियो खिचेरहरू भइसकेको छौँ अब चाहिँ तल जान्छौँ सो यो रिल्स हेर्नको लागि चाहिँ टिकटकमा फलो गर्नु होला भन्न चाहन्छु सो राम्रो राम्रो भिडियो चाहिँ हाल्छु सो सब्सक्राइब गरिदिनु फलो गरिदिनु होला युट्युबमा नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु सो सेयर पनि गरिदिनु होला भिडियो बनाउन के गर्नुपर्छ अन्त अङ्कल बुवा सो प्रदीप दाले चाहिँ टिकटक बनाउनु लाग्नु
सो हामीले चाहिँ भिडियो खिचेर टिकटक अझै नै टिकटक बनाउँदैछौँ सो हामीले चाहिँ भिडियो खिचेर पनि भइदियो अब चाहिँ हामी गइरहेको छ म चाहिँ अझै अहिलेसम्म त टावरमा चढेकै छैन कि सो हामी चाहिँ यो टावर चढ्न आएको हो कत्रो यहाँ चाहिँ भ्यू भवाल देखिँदो रहेछ क्या जस्तो बनाउनु त तैँले बिचलाई हेर न युट्युबर जस्तो मान्छेसित आएर आत्तिको गर्ने कि होइन के भन्ने र सो हामी चाहिँ यो टावरनिर चढ्न लागिरहेको छौँ सो देख्न सक्नुहुन्छ के रहेछ यहाँ चाहिँ यो अनकम्फर्टेबल भयो यार यो चाहिँ बाइक चलाउँदा मात्रै लाउनुहोस् तपाईँले लाउनुहोस् भ्यू चाहिँ भवाल देखिन्छ हो सो हामी चाहिँ चढ्छौँ थप्नु न थप्नु हो भवाल हामी अङ्कलमा आउने बेला यहाँनिर बन्द थियो होइन सो अहिले चाहिँ खोलेको रहेछ नि डर लाग्छ त्यही यार हो भ्यू दामी पारामा सो एकैचोटि माथि गएर देखाउँछ है त सो हामी चाहिँ टावरनिर आइसकेका छौँ सो सिनेमेटिक हेरेर थाहा पाइसक्नु भयो होला कस्तो भ्यू आयो भनेर चाहिँ सो देख्न सक्नुहुन्छ दामी होइन सनसेट भइरहेको छ सो हाम्रो गाउँतिर चाहिँ आएको लागेको रहेछन् त्यही हो आउने बेला चाहिँ लास्टै गाह्रो हुने रहेछ कि रिगोन लाएर होइन सो पोल जहिले फोटो खिच्ने जहिले पनि हाम्रो अङ्कल चाहिँ क्यामराम्यान अरे अनि जस राम्रै छ आउने बेला चाहिँ लास्टै गाह्रो हुने रहेछ ओहो सो अब चाहिँ हामी तल जानु लाग्यो सो त्यही हो खिच्दिनँ के अरे यहाँदेखि तलतिर झरेको चाहिँ मैले भिडियो बनाउन किनभनेदेखि डर लाग्छ त्यही भएर सिधै मोटो ब्लगमा भेटौँ है त अब चाहिँ हामी जानु लाग्यो भ्यू देख्न सक्नुहुन्छ बब्बाल दामी क्यामेरामा देखेको छ कि नै मैले चाहिँ दामी तरिकाले देखिरहेको छु सो हामीले चाहिँ यो टावरमा पनि भिडियो खिच्यो कस्तो के कस्तो लाग्यो प्लिज कमेन्ट डाउन बिलो होइन सो अब चाहिँ हामी घरतिर जान्छौँ किनभनेदेखि चिसो लास्टै बढिरहेको छ अब गएर चिया नास्ता खानुपर्ने हुन्छ जाम चलो 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 आज रिल्स धेरै बनाइएको हो होइन ठिक छ बनाउनु नै पर्छ बेला बेलामा मलाई चाहिँ अझ नाचेको भिडियो बनाउनु गर्नु भनेको के अरे यिनीके सेफ्टीहरू लाएर क्या गाडीमा किन्न चाहिँ सिङ्गा पार्कमा नि आउनुपर्ने हुन्छ एक्सप्लोरिङको लागि एक्सप्लोर गर्न रेसिङमा पार्कमा नि आउनुपर्ने हुन्छ अङ्कल अगाडि दौडिनु है तुफान हुन्न र सो क्यामेरा के आइरहेको छ प्लिज कमेन्ट डाउन बिलो होइन होप सो अडियो चाहिँ आएको भए आए राम्रो हुन्थ्यो किनकि आएन भने चाहिँ लास्ट गाह्रो हुन्छ क्या सो मलाई चाहिँ यहाँनिरको भ्यू चाहिँ बवाल लाग्छ क्या यो अझ उतार आउँदै गर्दै चाहिँ बवाल लाग्छ क्या मलाई चाहिँ आधी बाटो भइसकेको छ अब थोरै मात्रै बाँकी रहेको छ यस्तै सोलिङ गर्नलाई अनि भयो भने चाहिँ मैले देखाउने नै छु नभएको भन्दाखेरि पनि अब मैले भिडियो गराउनै पाएको छैन क्या घर बाइक लान मिल्दैन मैले सुरु बाइकको घर राखेको छु बाइक है सो हाम्रो गाउँको बाटो है यो चाहिँ ट्र्याक्टरले लिएर आएको थियो नि त ओहो यहाँनिर झन् बवाल छ सोलिङ चाहिँ आधी बाटो सिँहसम्म आइसकेको छ उनी यहाँनिर चाहिँ त्यो तल सो भिडियो चाहिँ यही नै मन परेमा लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु भन्न चाहन्छु हल्का अडियो चाहिँ हल्का सानो आएको रहेछ माइकको चाहिँ त्यो अगाडिको बोल्ने हुन्छ नि जुन टुप्पोवाला त्यो चाहिँ मुखैमा पऱ्यो भने चाहिँ राम्रो क्वालिटी साउन्ड आउँछ हल्का यता पऱ्यो भने चाहिँ नराम्रो साउन्ड आउँछ क्या पहिला चाहिँ मुखै अगाडि हुन्थ्यो र राम्रो क्लियर क्वालिटी आउँथ्यो होइन आवाज पनि अहिले चाहिँ आएको छैन सो आएको भ्लगमा चाहिँ राम्रो क्वालिटीवाला माइक आउँछ सो त्यही नै भिडियो मन परेमा लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला भन्न चाहन्छु सो के कस्तो लाग्यो प्लिज कमेन्ट डाउन बिलो सो सी यू अन नेक्स्ट भिडियो सो टिल देन टेक केयर बाई बाई त